कृष्ण उता पछाडिबाट कताबाट आउँदो हुन्छ नृत्य आउनुहुन्छ उता पछाडि है सबैको दर्शकको पछाडि भगवान् पनि डराउँदै डराउँदै आउनुहुन्छ कि हराउनु हो बिचमा गायक त गरेन कसैले सबै शिशुपालका सेना छन् जरासन्धका सेना छन् आउन दिए कि दिएनन् कि क्या हो रोके कि क्या हो जो सखीहरू थिए नि साथी कृष्णका रुक्मिणीका बसेर रुन थाले राधे राधे त्यो अघिदेखि रुँदै पो रहेछ नभनिकन किन रोएका थाहा पाउनुभयो ती रुक्मिणी एउटै साथी तिम्रो रुक्मिणीलाई लिन त कोही एउटा आएछ कहाँबाट हो हामीलाई लिन कोही पनि आउँदैन त्यही कारण रोएका होला ल आउँछ बाबु आउँछ तिमीहरूको पनि पालो आउँछ चिन्ता नगर आउँछ है ल अब अगाडि एकैवटा माला दिनु पर्यो कोही माला ल अब द्वारिका पुग्नुभयो सबैजना बसिदिनु अगाडिका चाहिँ नउभिनु ल म एकदमै धेरै भन्दैछु हजुरलाई आग्रह गर्दैछु ल माला दुईजना कोही खोल्नु त एउटा माला ल अब सिधा बेला भएको छैन कहाँ अहिले अलिक पछाडि अलिक कहाँ त्यति छेउमै जान पाइन्छ अहिले होइन राधे 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 आज शुभ घडीमा शुभ समयमा श्री भगवान श्री कृष्ण वासुदेवका पुत्र भगवान श्री कृष्णको द्वारिकाधीश भगवान श्री कृष्णको भीष्मक राजाकी कन्या स्वयं रुक्मिणीको सँग विवाह सम्पन्न हुन गइरहेको छ आज 2026 सनको मार्च महिनाको आज 1 तारिक मार्च महिना छँदैन परानी टपरी तयार अनि लगनके देव कलश बोक्नलाई कन्या केटीहरू जो हुनुहुन्छ तिनीहरू लगनगाटे तयारी अब लगनगाटे तयारी अनि पातको भार दहीको ढेकी दाउराको बिटो पानीको गाग्रो बिस्कुन सुकाउने धान अनि सबै तयारी अनि जब तयारी हुन्छ शुभ लग्न गर्ने बेलामा जो मन्त्र पढ्नको लागि ब्राह्मण पुरोहित तयारी यस पश्चात जतिखेर विवाह सम्पन्न हुन्छ शुभ लग्नको बेला वर पक्ष र बेहुली पक्षका दुई पक्षकै सेउली जुधाउनको लागि सिलोके कोभिडे तयार यसो भनेदेखि कोही वीर पुरुष हातमा खुकुरी लिएर खाडो जगाउनको लागि वीर पुरुष तयार जब शुभ लग्न हुन्छ त्यो बेला बाजा नौमती बाजा पन्थी बाजा बजाउनु पर्छ बाजावाला तयार बाजावाला कहाँ तयार हुन्छ बाजावालालाई हामीले बोलाएकै छैन होइन उहाँहरूलाई हामी अहिले भर्खर बधाई दिन्छौँ उहाँलाई हामी सम्मान गर्दैछ र पो बजाउनुहुन्छ कोही बात छैन उहाँलाई हामी सम्मान गर्छौँ पछाडि आज स्वयं भगवानको विवाह छ स्वयं लक्ष्मीको विवाह छ त्यो सम्मान त भइहाल्छ र बाजावाला तयार हुनुहुन्छ त्यस पश्चात अब जब नौमती बाजा बज्छ बाजा पछाडि बाजाको लयमा नृत्य गर्नको लागि मारुनी ढटुवारे तयार मारुनी त देख्यो ढटुवारे कोही सबैजना हुन्छ क्यामेरा लिएर बसेर ती सबै ढटुवारे राधे राधे
ल सबैजना घटवारे पनि तयार, मारुनी पनि तयार। अब विवाह सम्पन्न हुन्छ। म शुभ लगन बोलौँ त त्यसो भने शुभ लगन भयो, शुभ लगन भयो, शुभ लगन भयो। मङ्गलम भगवान् विष्णु, मङ्गलम वरदराज, मङ्गलम पुण्डरीकाक्ष, मङ्गलाय तनो हरि। तदेव लग्नं शुभं तदेव ताराबलं चन्द्रबलं तदेव विद्याबलं देवबलं तदेव लक्ष्मीपते हिरण्यं स्मरामि। एउटा कुरो सुन्नु होला, एउटा कुरो राधे 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 राधे। एउटा कुरो बुझ्नुभयो, यहाँ देख्नुभयो, हामीले त पहिले बेहुलीले माला लगाइदिएको देखिरहेको थियौँ, त्यो पछाडि बेहुलाले लगाइदिएका देखिएको थियौँ। यी बेहुला बेहुलीको जोडी त यस्तो ट्रेडिङ पास गर्छ, कसरी माजाबाट छिराएर लागेर दुईजना एकैचोटि राधे राधे यो उठाउनु पर्यो, उठाउनु पर्यो। बोले रुक्मिणी रमन भगवान की। भनेपछि यो स्थितिमा म त बेहुला भन्दा पनि बेहुली चाहिँ धेरै चालु जस्तो देखेँ पुरा। भने उहाँले धेरै धेरै अभ्यास गर्नुभएको छ कि कोही बात छैन, बहुत बहुत राम्रो बधाई छ। अब आउनुहोस्, अब विवाह सम्पन्न हुन्छ। अगाडि साइडमा लानु, अगाडि कता लानुहुन्छ? ठिको टालो एक ठाउँमा यता साइडमा बसाउनु, किनकि यता साइडमा बसाउनु। उहाँ लिएर जानु होला। यता कुर्सी र उच्याएर ओडा धुने, दाइजो दिने, टिको लगाउने, सबै आशीर्वाद दिने है। लोकलहरू पनि साथ ल आउनुहोस्। अब 9 बाजामा मारुने ढटवारी नाच्नु पर्यो। राधे राधे। ल अब जानु हो देखि